इंग्लिश बोल्नुको लागि यहाँ इंग्लिश भन्न साथै म त पछि मन्त्री भएर इंग्लिश विषय हटाइदिनु भन्दैछु सर। के मन्त्री भएर चाहिँ इंग्लिश विषय हटाउने? म त प्रधानमन्त्री भएर इंग्लिश र गणित विषय त हटाइदिन्छु सर। शिक्षा मन्त्री हुनुपर्छ। मन्त्री हुनलाई के गर्नुपर्छ थाहा छ? थाहा छैन सर, त म अलिक पढ्दै जान्छु अनि म सोध्छु नि सर यहाँबाट म हटाइदिने हो सर। गणितमा नआएर कुटाइ त खाएँ भविष्यमा आउने बच्चाहरू कति मैले त कति खाएँ। गणितमा कुरा गरौँ न त्यसो भए कि इंग्लिशमा गर्नु? इंग्लिश र गणित विषय हटाउने कुरा हुँदैछ सर मेरो। तिमी पक्कै पछि मन्त्री बन्छौ थाहा छ? हजुर तिमी मन्त्री बन्छौ भन्छु सर। किनभने मन्त्रीको भाषणमा यसरी भाषण सुन्ने मान्छे धेरै हुन्छ के। अहिलेदेखि यत्रो धेरै छ भाषण सुन्ने मान्छे। हो सर, मेरो भाषण सुन्ने त अब यो सबै आउँछ नि स्कुलकै। म त छैन नेपालमा इंग्लिश भन्दा फेमसै रहेछु नि। इंग्लिशमा मन्त्रीलाई के भन्छ? मिनिस्टर भन्छ सर। मिनिस्टर? हजुर सर, बरु प्रधानमन्त्रीलाई चाहिँ प्राइम मिनिस्टर भन्छ सर। आउँदो रहेछ त इंग्लिश। ल अब कुन सरको पिरियड हो इंग्लिशमा भन नि त। अब कुन सरको पिरियड हो इंग्लिशमा भन ल। चतुरानन्द सरको सर। मलाई इंग्लिश गणित भनेपछि पिट्नु आउँदैन। प्रधानमन्त्री भएर त विषय हटाइदिन्छु भन्दैछु सर। विषय हटाइदिने? म पछि त्यही गर्ने हो सर। सपना यही हो। त्यही डिडिसी चतुरानन्द सर। आए पनि यहाँ दर्शकहरू भाषण सुन्न भन्ने आएको छन् सर। त्यत्रो आए। भाषण सुन्नेहरू होइन? मलाई इंग्लिश आउँदैन भन्ने सबैलाई थाहा छ नि त सर। त्यही भएर कस्तो हान्दो रहेछ भनेर आएको। खोइ त अनि अस्ति साथीहरू जस्तो दिनु परेन? अस्ति त मस्त दिइरहेको थियो त इंग्लिश। हो कसलाई हेप्यो रे? कसले हेप्छ? तिमीलाई उल्लु बिल्लु पार्छ? के भन्छ? हो ल म सोध्छु ल। इंग्लिशलाई नेपालीमा के भन्छ? अंग्रेजी। ए आउँदो रहेछ त। अमेरिकालाई नेपालीमा के भन्छ? अमेरिकालाई नेपालीमा के भन्दा होला? अमेरिका भन्छ। थाहा छैन? बरु चाइनालाई नेपालीमा चीन भन्छ सर। र भारतलाई इन्डिया भन्छ। भारतलाई इन्डिया भन्छ। रसिया भन्छ सर।